एसएलसी परीक्षा चलिया बेमालरी विद्यार्थीलाई सवाल दियो मास्टरले। अच्छा सवाल कसो छ भनौँ, 5 मिटर कपडा छ, 5 मिटर कपडा दिनको 1 मिटरका दरले काट्नु पर्यो अरे कति दिनमा काट्यो होला। तो सवाल बनाएपछि अब तन गए घर रातो खुच्चेर्या कि कति दिनमा काटियो। तन र जम्माएका दिमागमा के भयो 5 दिनमा काटिने हो। तो सोच में आयो भयो। अब लिया अब मेरो हुने सवाल ल्याइदियो। कोही 5 मिटर कपडा दिनको 1 मिटर काट्यो कति दिनमा काटिएको ला भने 5 दिनमा भयो। 5 दिनमा कुसा काट्ला बता मैले 1 मिटर आज काट्यो, 1 मिटर भोल काट्यो 2 दिन हो गया, 1 मिटर पर्की काट्यो 3 दिन हो गया, 1 मिटर मेलकी काट्यो 7 दिन हो गया, 1 मिटर 5 दिन काट्यो 5 दिन नाइ भेट भने बोल उमा एक निकल्यो। अब दिमागै वालो रहेछ सर 5 दिनमा नै 4 दिनमा काटिन्छ। यहाँ त मैले सम्झा निकले कहाँ काटिन्छ अरूले 5 दिनमा भन्यो तैँले 4 दिनमा कहाँ काट्टाइ भन्यो भने मैले बता नि तँको आन्सर बता भन्यो। अब ठेक्कै नै वो केटाले बताइदियो 1 मिटर आज काट्या रह्यो 4 मिटर, 1 मिटर भोल काट्या 3 मिटर, 13 दिन काट्या 3 मिटर काटियो। चौथा दिन काट्या 4 काटियो, 5 दिन बीच मैले हालिदिएँ 1-2 हो गया 4 दिनमा 5 मिटर काटियो। 3 मिटर काट्यो छुट्टिहालेँ वा चौथा दिन तैँले कैँची हालेँ वहाँ मुनि 2 मिटर बस्यो तेरा पुरा थान। चौथा दिनमा चाहिँ छुट्टी गऱ्यो अलग अलग हो गयो अब 1 मिटर। 4 दिनमा 5 मिटर कपडा काटिन्छ बोले। धेरै धन्यवाद हुनु एसएलसीमा पास। इसका दिमाग इसका क्वेश्चन आउन ल मैले ओर्यान इसको